हेलो हेलो नमस्ते के छ सबैजना सन्चै हुनुहुन्छ होला है म पनि एकदम सन्चै छु अनि आज यानि कि अहिले यो बोकेर जाँदैछु फुटबल खेल्न यहाँ चाहिँ जुत्ताहरू छ क्या अरू त्यस्तो खास केही छैन यहाँ दाइ आउँदै हुनुहुन्छ अनि पछि मौसम पनि यस्तो दामी घाम लागिरहेछ अनि पछि यस्तो घाममा आउनुपर्छ भर्खर नुहाइरहेको थियो अनि पछि भर्खर केटाहरू फेरि फोन गरेर अनि पछि ल आइज नि त खेल्न भनिरहेको थियो अनि ल ठिक छ नि त एक्सर्साइज हुन्छ होइन अनि पछि यतिको हुनु पऱ्यो फिजिकल एक्टिभ हुनु पऱ्यो अनि पछि त्यही हो अनि पछि धेरै पछि अब गेम खेल्न जाँदैछु धेरै भयो क्या गेम खेल्न पनि नभएको मतलब जाडोभन्दा अगाडि नै गइयो थियो अनि पछि त्यहाँदेखि अनि गइयो थिएन क्या अब जाडो थियो नि त त्यही भएर गएको थिएनौँ पछि आज धेरै पछि अब गइन्छ आज रमाइलो हुन्छ अनि त्यो अरू के छ अलिअलि खानेकुरा पनि लगेर गएको छौँ अनि पछि अलिअलि के छ उता अरूले लगेको छु नि के अरे है नत्र अनि आएर फेरि अब अनि पछि आउने अनि फेरि लोटो काट्न जाने नत्र म अहिले लोटो काट्न जानु लागेको थिएँ अनि पछि उसले धनवीरले फोन गरेर अनि पछि आइज भन्नु त्यही भएर जानु यो देख्ने यो कम्पनी अर्को कम्पनी है यो फेरि कसको पुरा के हो यस्तो यो के कम्पनी रहेछ यार यस्तो यार दाइ यो के कम्पनी हो यो के छैन के हो यार पुरै कम्पनी हो नि यिनी सबै सबै हग्नेदेखि पार्ने गराउनमा आइसकेको छ तर यहाँ यस्तो बनाएको थिएँ तर यो अहिले चाहिँ यस्तो यो रेलिङ हालिदिइसक्यो पुरै यस्तो खतरा बनाइदिइसक्यो तर यहाँदेखि जान खुम्जी छ हामी परदेखि जाने होइन दाइ कहाँदेखि जाने हामी यहाँ त पुरा खुम्जी गरेर देखा थियो यहाँदेखि झर्दिउँ होइन यस्तो दामी बनायो बस्नेहरू बस्ने अनि पछि हुन्छ नि सबै दामी छ कि एकदम पछि अगाडि गएपछि अनि दाइहरू तयारी छैन पोजिसनमा तातो घाम लागिरहेको छ अनि भित्र एकचोटि हामी गएको थियौँ जाँदा खेल्न तर भोटे आयो म्याचले भोटे आयो करायो क्या त्यही भएर भनेपछि न त यहाँ पैसा तिर्नुपर्छ क्या हेर्नु यहाँदेखि सबै एक्सर्साइज गर्ने अलि पछि त अब म यहाँ आउँछु अरू साथी हुन्छ यो ओइ के हो यो यो त त्यो फुल हुने यार न त फुल हुन्छ नि यस्तो दामी बनाएछ यार आज अस्ति भन्दा दामी बनाएछ चेन्ज भइसक्यो भित्र खानु फेरि मजा आउँछ भित्र एकचोटि हामी गएको थियौँ यहाँको भोटेको पछाडि त्यो गराइरहेको थिएँ त्यो काटेको थिएँ काटेर भित्र छिरेर हामी पनि के गर्नु भाइ बात त्यस्तो चान्स पाइसक्यो छिरिहाल्छौँ अर्को दिन हामी आएर पनि गइदिरहेको थियौँ क्या त्यहाँ त्यहाँनिर खेलिरहेको थियौँ को उत्तानो परेर बसेको अर्जुन दाइ क्या त्यो उत्तानो पर्ने हुन्छ अब एक्सर्साइज गर्छु होइन एक्सर्साइज गरेर अनि पछि ए यो सानो गराउनु छ कि हामी यहाँ खेल्ने सानो यहाँ चप्पल राखेर फेरि सानो चप्पल राखेर अनि त्यसरी खेल्ने कि ठुलो गराउनुमा त खुम्जी छ अनि पछि त्यसरी अब यहीँ खेल्छु त्यहाँ एक्सर्साइज हुन्छ नि यहाँ चाहिँ हावा हावा दिँदै छन् म कसको जुत्ता लाउनु को लगाउनु कौन लगाउनु म यार म छ यहाँ जुन लगाए पनि म छानी पनि लगाउँछु ल हामी चाहिँ अब जानु लाग्यो आज गेम खेलियो लास्टै चिसो भयो होइन अनि पछि लास्टै हावा चलिरहेको थियो क्या अनि पछि घाम पनि लगभग डुबिसकेको थियो अनि चिसो लास्टै चल्यो यार त्यहाँदेखि उयो एकदम यहाँको एरियाको ठुलो छ यहाँ चाहिँ त्यो सबभन्दा ठुलो कम्पनी हो कि यो हाम्रो एरियाको यहाँ बस्नेको लागि त त्यो अपाउटो पनि देखा थकाइ लाग्यो झ्याप्प अब सुत्तिन्छ होला गएर खाना खाइन्छ अब सुत्तिन्छ कि मोबाइल चलाइन्छ अब गेम खेल्छ होला अब कस्तो थकाइ लाग्यो यतिको एक्सर्साइज त गर्नुपर्छ होइन रुगा पो लाग्छ यार मेरो ओठ फाट्ला जस्तो भइरहेको पुरा
चरक बनाइरह आज चाहिँ नेक्स्ट दिन हिजो त्यस्तै भयो अनि पछि भ्लग एन्ड पनि भएन अनि पछि आज चाहिँ हामी अगाडि यहाँ जाँदैछौँ किनभने के मगर समुदायको के त्यस्तै के मिटिङ छ अरे होइन अनि के सदस्य दर्ता गर्नुपर्छ म त गर्नुपर्छ नि आफ्नै गरे पनि नगरे पनि हुन्छ अरे तर म हेरौँ अब त्यही भएर म जान लाग्छु अब के हुन्छ त्यहाँ आएर मिटिङ सिटिङ के भन्छन् सुनिदिउँ होइन अनि पछि यहाँ अगाडि भलिबल पनि खेल्नुहुन्छ एकछिन भलिबल खेलेको पनि हेरिन्छ अनि त्यही हो आज त्यसै गरी नै बित्छ आज यिनीहरू यताउता गरेर अहिले कति 12:30 1 बज्न लागिसक्यो होला अहिले पछि के अरे भइहाल्छ पुच्छ किन बोल्छ यो आम्मामा जोसेको दुइटा भर्खर गयो भुग्न जान्दैन राम्रोसँग के हो यस्तो भाइ राम्रोसँग भुग्न नजाने जस्तो गर्छ यार अगाडिदेखि चाहिँ भलिबल खेलिरहन् गाउँको यति धेरै मान्छेहरू आउँछ नि यहाँ चाहिँ होइन सबै नेपालीहरू पनि यहाँ भलिबल खेल्न आइरहेको हुन्छन् ऊ पर चाहिँ त्यो ब्यानर टाँसिएका छन् अनि पछि त्यो मगर समुदाय क्या हो मलाई त केही थाहा छैन क्या हो के छ तर मान्छे एकदम धेरै आउनु अब गरिमा चाहिँ यस्तो धेरै आउनुहुन्छ अरे अनि खेल्ने गेम खेलेर यस्तै अब जाडो हट्यो त्यही भएर के कसो के भइरहेको त पुरा झुमिराख्नु भएको त हर्न यता हर्न के हो त नेपाल मगर सङ्घ दक्षिण कोरिया यो शाखाको लाभा कता हो खै कता जानु ऊ उहाँ हेर्नु ऊ उहाँ रुखमा हेर्नु त उहाँ गफ लगाउनु भएको देख्नुभयो उहाँ जानुभएको अरे रुखमा टाँस्यो बसोबास गर्ने नेपाली दाजुभाइ लगायत मगर समुदायलाई विशेष गरी यो हाम्रो सङ्घमा जोडेर यो लगुट रमाइलो भइरहेछ कार्यक्रममा कमिटी पनि भइरहेछ देख्न सक्नुहुन्छ अरे यस्तो यतिको चाहिँ हुनुपर्छ बेला बेलामा ल हाम्रो कार्यक्रम लगभग अन्तिम हुन गइरहेको छ यो मगर समाजको पछि अब चाहिँ हाम्रो खाना नास्ताको तयारी हुँदैछ दिँदै हुनुहुन्छ उहाँबाट दिँदै हुनुहुन्छ अनि पछि हामी खानेछौँ देख्न सक्नुहुन्छ सबैजना हाम्रो खाना आइसकेको छ यही हो हाम्रो नास्ता थ्याङ्क यू सो मच यो मगर संस्थालाई नास्ता दिनुभएको छ धेरै धन्यवाद अनि पछि अझै छ यहाँ दाइ बुच्चाहरू सबैजनाले हजुर लाभा दाइ सिँगै छ ठिक छ खाएर अनि पछि हामी सो गाइज अहिले चाहिँ हामी चाहिँ अनि नास्ता पनि खायौँ अनि पछि नास्ता खाएर पनि फेरि हामी त्यो फेरि मिटिङ गरेको अनि पछि त्यो अब केही समयपछि त्यो घुम लाग्यो त्यो के भन्छ त्यस्तो के मतलब वनभोज टाइपको जस्तो वनभोज टाइपको चाहिँ गर्ने अरे अनि त्यही भएर चाहिँ कुराको अब कता जाने कुन ठाउँमा गर्ने त्यही प्रोग्राम हुँदैछ त्यो मिटिङ भइरहेको थियो अनि पछि कहाँ चाहिँ के हुन्छ पछि भएपछि त पक्कै जानेछु त्यहाँ होइन जाने फेरि रमाइलो हुन्छ अनि पछि सो गाइस यदि भिडियो भिडियोलाई लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् शेयर गर्नुहोस् म भेट्नेछु अर्को भिडियोमा ओके बाय बाय तो लाइक मारो और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए अब मैं भी जा रहा हूं मुझे पैसों के पीछे भागना है बाय।